कोशी प्राइड लिग सिजन 3 को ट्रफी रिभिल समारोहमा पाल्नुहुने सम्पूर्ण कोशी झै बग्ने कोशी पहिचान हो अझै पनि रगतमा हिँड्छ मेचीकालीबाट आउने हावाले निभाउँछ खालको क्रिकेटलाई माया गरेर सुनसदीको क्रिकेटलाई अगाडि बढाउने कोशी प्रदेशको क्रिकेटलाई टेवा पुर्याउने उद्देश्यले जुन चाहिँ धेरै क्रिकेटलाई चाहिँ उहाँहरूले चाहिँ सहयोग गरिराख्नु भएको छ। क्रिकेट प्रति खुबै लगाव छ, तर उहाँहरूलाई चाहिँ उचित प्राविधिक ज्ञानको खाँचो छ। समयमै सानो उमेरमै राम्रो प्राविधिक तरिकाले क्रिकेट सिकाउन सकेन भनेपछि खेल बिग्रिन्छ। शौक त हामीमा पनि होला, हामी सबै सिनियर भइसकेका या अन्य अर्को पिँढीलाई पनि क्रिकेट खेल्ने शौक त छ, तर अहिलेको जमाना अनुसारको कम्पिटेटिभ क्रिकेट, लक्ष्य प्राप्तिको क्रिकेट, योगदान गर्न सक्ने क्रिकेट त्यो चाहिँ स्किलबाट नै हुन्छ समय अनुसारको। त्यसकारणले यी कुराहरूमा पनि हामीले ध्यान दिइराखेका छौँ। अफजल भाइले खास गरेर लामो समयदेखि खुबै मेहनत गरेर एकहोरूमा क्रिकेटलाई चाहिँ कसरी भनौँ न यो क्षेत्रमा, यो ग्रामीण भेगमा लोकप्रिय बनाउन सकिन्छ र त्यसबाट नेपाल क्रिकेटलाई कसरी योगदान गर्न सकिन्छ भनेर जुन गरिराख्नु भएको छ। पहिला कोशी प्रिमियर लिगको नामले हामीले 2टा लिग गर्यौं र अहिले क्यानकै निर्णय अनुसार कोशी प्राइड लिग, नेपाल प्रिमियर लिग एउटा मात्रै हामीले एउटा विशेष नाम राख्नुपर्छ भन्ने निर्णय गरे बमोजिम कोशी प्राइड लिग प्रदेशहरूले गर्ने प्राइड लिगहरू भनेका छौँ। त्यही अनुरूप यो प्रतियोगिता भएको छ, हुँदैछ। आगामी दिनमा यो प्रतियोगिताको म एकदम सफलताको लागि, एकदमै भव्य सफलताको म शुभकामना दिन चाहन्छु।